हेलो एभ्रिवान, नमस्ते, सेवा सबैमा। आज चाहिँ मैले बिहानै हजुरहरूसम्म अलि अर्कै खालको भिडियो लिएर आएको छु। हजुरहरूलाई अहिले सेयर गर्नु मन लाग्यो। मैले चाहिँ यसरी सानोतिनो खोर बारेर के हुन्छ कि भनेर कुखुराहरू पालेको थिएँ। अब यसरी दिनै नै चोर लाग्छ के। हेर्नु न, हाम्रो चाहिँ अब मेरोमा पनि मैले यसरी थोरै कुखुराहरू पालेको थिएँ। हाम्रो चाहिँ इलाममा चाहिँ यो इलाम बजारदेखि यता वर खरेलडाँडा पिपलबोटे हुँदै सबैतिर चोर लाग्दै लाग्दै आएर भाले कुखुरा मात्रै लाने, फेरि पोथी लाँदैन। यसरी चोरेको तल्लो घर माथिल्लो घर दिनकै 2टा 3टाको दरले चोरी भएको सुनिरहेको थिएँ। आज चाहिँ मेरो हेर्नु न, बिहानै यस्तो गरेर चोरेर लगिदियो कि। हुनु पनि अब राति चोर छ कि दिउँसो चोर छ कि, चोरले चाहिँ हाम्रो एरियामा चाहिँ एकदमै काबुई खेलाइसक्यो कि। एउटा घरमै 2टा 3टा 5वटासम्म चोरेको छ। मेरो पनि हुनु त थोरै हो, र पनि ठुलो कुखुरा 3-4 केजीको भाले यसरी बिहानै चोरेर लगिदिएको छ। अहिले चाहिँ हेर्नु न, अब मैले यस्तो मजाले कम्पाउन्ड बारेर राखेको मेरो कुखुरा चाहिँ 3 केजी बढी 4 केजी छेउछाउको भाले चाहिँ अहिले पानी परेको दाउमा एकैछिनमा कुन चाहिँ चोरले चाहिँ पक्रेर कुदेको छ। हेर्नु न, अब मैले यस्तो मजाले कम्पाउन्ड बारेर अब जाली लगाएको छु। अब कुकुरहरूले स्यालहरूले भने यस्तोहरू पाल पार्थ्यो होला, कुनै काहीँ नै केही नै गरेको छैन। म चाहिँ 7 बजीतिर यो कुखुरा छोडेँ, अनि अहिले एकछिन पानी परेको बेला चाहिँ म चाहिँ उभै किचनमा थिएँ। कुखुरा कराएको त सुनेँ, तर पनि कुखुरा अलिक बढी छ, ठुङ्गाठुङ गरेको होला भनेर वास्तै गरेन। एकछिनमा हेर्दा चाहिँ एकैछिनमा कुन चोरले चाहिँ अब आएर, हेर्नु नि, यहाँ यस्तो मजाले बसेर निकै बेर मान्छे हेरेछ। अनि त्यहाँदेखि चाहिँ यता तेर्सो कुदेर गएको छ। अब अहिले चाहिँ एकदमै हाम्रो बिप्लाटेमा चाहिँ चोर बढेको छ के कुखुराको। अब यो स्याल कुकुरहरूले लगेको हुनु भने त अरू कुखुरा पनि त लान्थ्यो होला। अब यी पोथीहरू छोडेको छ, ओथ्रा बस्ने पोथीहरू छोडेको छ। अनि जुन चाहिँ भाले ठुलो, अब मलाई नै पक्रिनु डर लाग्ने निकै ठुलो भाले थियो, 4 केजी छेउछाउ, त्यही चाहिँ पक्रेर कुदेछ। अब यो मैले चाहिँ यस्तो मजाले यहाँनिर यसरी जाली बन्द गरेर छोडेको हुन्छु। अब यो बन्दै गरेको छ, तर अहिले एकछिन पानी पर्दा चाहिँ दौ पारेर चाहिँ 3-4 केजीको भाले चाहिँ बोकेर कुदेछ। अब यता बोकेर कुदेको, त्यहाँ उभिएको ठाउँ वरिपरिहरू सबै देख्यो। हाम्रो बिप्लाटेमा एकदमै चोर बढेको छ है साथीहरू। अहिले चाहिँ अब घरमा पनि यसरी त हुनु त, यहाँ पछाडितिर यसरी चोर्नेले घरै फोर्ला भन्न सकिँदैन। अब कोही कोही बेला हामी नहुँदाखेरि चाहिँ चोरको त डरमर्दो भयो, एकदमै सचेत रहने बेला भए। हुनु त अब सानै भए तापनि आफ्नो घरको भाले, त्यत्रो 3-4 केजीको भाले हराउँदा चाहिँ अब यो चाहिँ मान्छेले नै लगेको भनेर थाहा भयो। किनभने कुकुरहरूले लाँदाखेरि त भुत्ला झरेको हुन्छ। अब यहाँनिर कुकुरले त यो बन्द गरेर अहिले कहिले चोरेर त यता जाँदैन होला। यो चाहिँ मान्छेले नै लगेको हो। अनि यता बोकेर टेकेको, त्यहाँ बसेको, अनि उता कुदेको पनि छ। कुखुरा पाल्ने साथीहरूलाई चोरहरू आउँदैछ है। मैले चाहिँ हिजोअस्ति 1-2 दिन अगाडि पनि अर्कोतिर चोरेको कुखुराहरू भाले लग्यो भनेको चाहिँ सुनेको, तर मेरोमा चाहिँ आइपुगेको थिएन। आज चाहिँ मेरो चाहिँ 3-4 केजीको भाले चाहिँ चोरेर लग्यो बिहानै। बिप्लाटेमा चाहिँ खै अचम्मै हुनु थाल्यो है। वरिपरिको बिप्लाटेको बासिन्दाहरू यता पसलतिर कोही कसैले सस्तो सस्तो भाले म बेच्नु आएको है भन्दै आयो भने चाहिँ लगभग 4 केजी छेउछाउको भाले छ है, याद गरिदिनु होला।